आज शनिबार हामी आमाहरू सबैजनालाई अल्छी लाग्छ नि त, केटाकेटीको स्कुल छैन भन्ने हुन्छ, झन् सोलो काम गर्न मन लाउँछ के। अनि मैले अस्तिदेखिबाट भिजाएर राखेको थिएँ कि चना र आलु, अनि त्यसैलाई चाहिँ अनि सिटी लाउन खोजेँ मैले। हेरी पहिले पकाएको चाहिँ मलाई मिठो लाउँदैन कि, पछि आलु र चना सिटी लगाइसकेपछि पछि ग्रेभी हालेपछि बनाएको चाहिँ एकदम मिठो लाग्छ। अनि मेरो बानी कस्तो नि, झ्याउलायो भने ढोक गर्छु, झ्याउलाएन भने छिटो पकाउँछु के। अनि त्यसपछि मैले यतातिर सिटी लाउँदै थिएँ अनि आलु र करेलालाई मजाले काटिराखेको थिएँ। अनितिर अब चना र आलु पनि पाकिसकेको थियो। अनि चना र आलु पाकिसकेपछि त्यो चना र आलुको लागि ग्रेभी बनाउँदै थिएँ। अनि ग्रेभी पनि बनाएँ, मजाले झोल हालेँ बेलुका पनि भुनी गरेर। अनि आलु र करेला र खुर्सानी हालेर चाइ गरेर भुटेँ, पाक्यो, कति मिठो भयो। अनि मैले चाहिँ एक टोड्कीमा मैले भाँडा माझेर भ्याएँ। अनि मैले बाबुले खाना खुवाउन ल्याएँ, मैले पनि खाएँ। थ्याङ्क यू वाचिङ माई भिडियो, सपोर्ट मी।